मल यस्तो छ माथि छ। हेलो वेलकम ब्याक टु एजी ब्लग्स होइन हामी केटाहरू मिलेर यता सिजिबिल मल होइन त दोस्त ट्याक गराएर लिफ्टमा चढ्दा मैले यहाँ 2 लिफ्टमा उक्लिसकेँ। केटाहरू यहाँ छ नि गोपी हेलो भन्देऊ। हेलो अब ट्याक्क किन्ने त केही होइन हेर्ने हो ब्रान्डेड अब लिफ्टमा चढ्न नि लुस हुन्छ यार। उहाँ माथि हो के सोध्ने केटाहरू यहाँ पछाडि नि गाइज हामी सोधेर ट्याक्क यस्तो छ माहौल चाहिँ मान्छेहरू यता कालाएर झोलाहरूको है यो झोलाहरूको पसल के किन्ने हो दोस्त तिमीले के किन्ने दोस्त यो मल नै किन्ने हो टिभीमा हेरेर फिल्म ब्रान्डेड जुत्ताहरू छ जुत्ता किन्ने होइन गोजीमा 5 रुपियाँ अब के आउँछ 5 रुपियाँ यता यस्तो केटाहरू कता फर्किया फेरि होइन यता के रहेछ यो यस्तो खतरा छ पसलहरू केटाहरू यता छन् चस्मा पसल यहाँ यस्तो छ चस्माको हालत किन्ने तिमी राइडरको किन्ने होइन जाम न त उक्ने माथितिर 5 रुपियाँ राइडरको लास कहाँ हो कहाँ माथि चलाउने सिटा माथि र मरे यस्ता हाने यस्ता माथि लिफ्टमा चढ्न नि गाह्रो छ झन्नै पल्टिन गाइज यार लिफ्टमा अब कसरी गाइज यस्तरी उफ्रिनुपर्छ बस यहाँ चाहिँ यस्तो खेलाउने कुराहरू रहेछ केटीलाई चढ्नले होसियार गरेर चढ्नुपर्ने ल छोडिसक्यौँ अब हामी बिस्तारै टपतिर पुग्दैछौँ घुम्न न यस्तो हेर्न न आएको हामी चाहिँ किन्न नआएन यस्तो छ अवस्था यता माथितिरको चाहिँ यस्तरी हम्फाल्नु पर्छ ल यहाँ चाहिँ ट्याक्क लाएर खानेकुराको ठाउँ हो बर्गर पिज्जा चटपट नि रहेछ फेरि माथि ट्याक्क गेमिङ रुम त्यता गाडी चलाउने ठाउँ यहाँ बच्चाहरूले आफू त अब डाइरेक्ट ठुलो गाडी चलाइन्छ सिधै टपमा आइयो क्या हामी टपमा होइन केटा हो ल यता चाहिँ पुरै खानेकुराको रहेछ खानेकुरा खाने ठाउँ केटाहरू हिँड्दा छन् यता चाहिँ गेमिङ रुम होइन गेमिङ रुम माथि गेमिङ रुममा ट्याक्क लाएर गेमिङ हान्ने जाम केटा जाम फ्रीमा अब यस्तो हेर्न जाम न ल सिधा हामी चाहिँ अब त्यो खतरा भगवान् कहिले होला यस्तो खेल्दैन यस्तो छ यो ढाला पनि होइन ए ल यहाँ ढल्यो ल हेर मै त यता यस्तै हान्नुपर्छ ल एउटा ढलेर गाइज त्यही छ यताको हालत यहाँ पुरै उस छ चलिरहेको रहेछ ओडिआई ट्याक्क लाएर यस्तो हेरिन्छ ए यो टप सिभिल मलको पैसा बिना पनि घुम्न मिल्छ जस्तै हामी ट्याक्क यहाँ हेर्दै चित्त बुझाउने हो यता पनि रहेछ त्यो मुभी हेर्ने त्यो लाइभ एक्सपिरियन्स ठाउँ के रहेछ लिफ्टमा वे टु एजुकेसनल ब्रान्डेज होस् यो चाहिँ लिफ्ट रहेछ तल झर्ने र केटा एकजना गरेर होइन को जान्छ पहिला त्यता होइन यहाँ छिटो हुन्छ कि होइन जाऊ भने केटाहरू उहाँ भागिसके आऊ न आऊ छुक्क लिफ्टमा बोकेहरू हराउँछ छोड्दै अब गयो प्र्याङ्क भने प्र्याङ्क गयो केटाहरू यस्तै छ केक कस्तो रहेछ यता चाहिँ हामी लिफ्टमा आइसक्यौँ लिफ्ट मेरो सिसिटिभी हेलो लिफ्ट प्र्याङ्क गर्नुपर्छ जस्तो अब यता अरे
प्र्याङ्क हान्ने भनेर बसेको एकजनालाई कस्तो हेर्नु ढले ढले कहाँ हो भने कस्तो घुमाउँदै रहेछ भने लिफ्टमा त यार कस्तो मजा आउँछ फाइनली हामी चढिसक्यौँ त्यत्रो भर्याङमा कति मिनट लाग्छ अहिले हामी एक घन्टा लागिसक्यौँ मान्छे जाने अनि तल आउने हामी कता कता गएको अरे दोस्त हामी माथि हो कि तल 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 गइदा हामी 2 पुग्न लाग्यौँ अब के भयो बिग्रियो यत्रो फोन गरेर मलाई पुरै फेसै भन्छ ल आयौँ हामी जिपबाट फाइनली उसलाई प्र्याङ्क सम्झियो केटाहरूले ल कता जाने हो 4,000 ढाल्छ त लिफ्टले त केटाहरू 6 जना थियो यार अहिले 3 जना मात्रै भयो कार उस होइन यो के अरे कार त्यस्तो कता हो तिमी कता लिएर आयो कारहरू छ कहिले होला आफूले कार पार्किङ हामी उनीहरूले अन्डरग्राउन्ड लिएर आएछन् के बाइक पार्किङ यता चाहिँ कार पार्किङ त्यस्तैमा त्यो गुन्डावाला सुटिङ हुने त्यहाँ भन्ने जाला स्टार फिल्म खेल्छु म कारहरू यस्तो हो नि त यत्तिको हुनु पऱ्यो नि त कारमा ट्याक्क कार होइन हो अहिले फेरि आउला केटाहरूले अन्डरग्राउन्ड नै ल्याएन अहिले जाऊँ न अझै तपाईँ ल अब हामी माथि उक्लिँदैछौँ फाइनली हामी बाहिर निक्लिसक्यौँ सिभिल महलबाट महलको यस्तो छ माथिसम्म नजदै आहान अरे कता हो हामी चाहिँ अब घरतिर लागिन्छ होइन आजको भ्लग चाहिँ सिभिल महल भित्र के छ हाम्रो 3 जना केटाहरू चाहिँ हरायो 3-4 जना ल अब हामी घर जान्छौँ बाई बाई बाई